नमस्कार तथा अभिवादन। क्रान्तिकारी युवाहरूको प्यारो संगठन वाइसेल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको अवसरमा भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। नवप्रवर्तन, उद्यमशीलता र स्वरोजगारको लागि आजको युवा आन्दोलन, सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ युवाहरूको प्यारो संगठन वाइसेल नेपालको राष्ट्रिय सम्मेलन हुँदैछ। यो राष्ट्रिय सम्मेलन साँचो अर्थमा युवाहरूको बनोस्। यो राष्ट्रिय सम्मेलन साँचो अर्थमा आजका युवाहरूको मुद्दा, चासो र चिन्ताहरूलाई पोख्ने खालको बनोस्। अझ भन्नुपर्दा वाइसेल नेपाल निर्माणको सेना बनेर आओस्, वाइसेल नेपाल सिर्जनाको सम्भाग बनेर आओस्, विपदको सेना बनेर आउन प्रेरित गरोस्। जसरी यस वर्ष विपद बढ्ने भविष्यवाणी गरिएको छ, त्यो विपदको सेना बनेर आओस्। वाइसेल नेपाल सुशासनको सम्वाहक बनेर आओस्। वाइसेल नेपाल भ्रष्टहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने एउटा सशक्त मिसाइल बनेर आओस्। वाइसेल नेपालको सम्मेलन चुस्त दुरुस्त र भव्यताका साथ सम्पन्न होस्। यसका सङ्गठनात्मक मुद्दाहरू, विचार, बहस र छलफलहरू सही ढङ्गले अगाडि बढुन्। सफलताको शुभकामना। धन्यवाद।